साथीहरु सबैमा हार्दिक नमस्कार। आजको भिडियोमा हाम्रो समाजमा देखिने मानिसहरूको प्रवृत्तिको बारेमा, मानिसहरूको सोचको बारेमा, मानिसको दृष्टिकोणको बारेमा केही चर्चा गरौँ भनेर साथीहरुको बीचमा म आएको छु। हाम्रो समाजमा एक थरी मानिसहरू सकारात्मक सोच राख्ने भेट्छौँ, जसले अर्काको भलो चाहन्छ, अर्काको उन्नतिमा आफू खुसी हुन सक्छ, सहयोग गर्छ, सद्भाव राख्छ, सधैँभरि हरेक घटनामा सकारात्मक दृष्टिकोणबाट विश्लेषण गर्छ र मानिसहरूलाई एउटा सकारात्मक सन्देश प्रवाह गर्नको निमित्त ऊ लागिरहन्छ, ऊ सकारात्मक दृष्टिकोण राखेर ऊ हिँडिरहन्छ। अरूको भलो चाहने, अरूको उन्नति चाहने, सभ्य, सुसंस्कृत, शालीन, भद्र मान्छेले समाजलाई सकारात्मक सन्देश बाँड्नको निमित्त ऊ एउटा उदाहरणीय बन्छ, अनुकरणीय बन्छ भन्ने लाग्छ मलाई। हाम्रो समाजमा एक थरी एउटा यस्तो सकारात्मक सोच बोकेर हिँड्ने अनुकरणीय मान्छे पनि हुनुहुन्छ। त्यस्तै यही समाजमा अर्को त्यस्तो प्रवृत्ति बोकेको मान्छे भेटिन्छ, जसलाई दुष्ट प्रवृत्ति पनि भन्न सकिन्छ, जसले अर्काको सधैँभरि कुभलो मात्रै चिताउँछ, अरूको खुसी भएको देख्न चाहदैन, अरूको उन्नति ऊ हेर्न चाहदैन, उसलाई कसैले सहयोग गरेको छ र त्यो सहयोगले उसको स्वार्थ पुरा भएपछि ऊ लात मारेर हिँड्छ, कृतज्ञ स्वभावको हुन्छ। मै मात्रै जान्ने, मै मात्रै बुझ्ने, मैले मात्रै जानेको, मैले मात्रै ज्ञान आर्जन गरेको, दुनिया संसार देख्ने मै मात्र हुँ, अरू कसैले देखेका छैनन्, यस्तो घमण्ड, ईर्ष्या, द्वेष पालेर ऊ हिँडिरहेको हुन्छ। त्यस्ता दुष्ट स्वभाव भएका मान्छेले के कुरालाई व्यवस्था गरेका हुन्छन् भने जीवनको सत्य भनेको के हो, जिन्दगीको अन्तिम सत्य भनेको के हो भनेर भन्ने कुरा उनीहरूले कहिले सम्झेका हुँदैनन्, कहिले खोजी गरेका हुँदैनन्, जसले गर्दा उनीहरूलाई यस्तै दुष्ट प्रवृत्ति बोकेर हिँड्ने मात्रै चिन्तन स्वभाव प्रकट भइरहन्छ। यदि जीवनको सत्य मृत्यु हो भनेर भन्ने कुरा उनीहरूले स्वीकार गरेको भए, उनीहरूले आत्मसात गरेको भए, सायद यस्तो दुष्ट प्रवृत्ति उनीहरूले देखाउने थिएनन् होला भन्ने लाग्छ मलाई। साथीहरूले पनि यस्ता प्रवृत्ति बोकेका मान्छेहरू, सकारात्मक नकारात्मक प्रवृत्ति बोकेका मान्छेहरू यो समाजमा थुप्रै भेट्नुभएको होला, सङ्गत गर्नुभएको होला। यसबारेमा साथीहरूको भनाइ के छ, सुझाव पाऊँ भन्ने अपेक्षा राख्छु। यो भिडियोलाई फुल वाच सहित लाइक कमेन्ट दिनुहुनेछ भन्ने आशाका साथ अहिलेलाई बिदा। धन्यवाद। है त साथीहरू।